एकैछिन यो भिडियो पज गरेर तपाईँको दिमागमा के खेल्छ यिनीहरूलाई देखेपछि एकचोटि पज गरेर फेरि सोच्नुहोस् त। यो भिडियोमा हुने र अन्तिमसम्म देखाइने पात्रहरूको बारेमा म केही प्रश्नहरू सोध्न चाहन्छु। सायद यो सबैलाई थाहा छ होला, डाइरेक्ट माओवादीबाट प्रत्यक्ष फाइदा नलुटेको परिवार, जसको परिवारबाट कोही कसैको मृत्यु भयो, कसैलाई मारियो, कसैलाई गाडियो, कसैको अहिलेसम्म अत्तो छैन, त्यो परिवारले के सोच्दो हो? यो अगाडि बन्दुक बोकेर ज्यान फालेर जाने मान्छेहरू बाध्यतामा आएका हुन्, के सोचेर आएका हुन्, कसरी ल्याइएको हो? देशको 75-77 जिल्ला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट कतिवटा ब्याङ्क लुटिए, त्यो पैसा कहाँ पुग्यो? केही छ? के सोचेको छ? अहिले दुनियाँ पत्रिकाहरूमा, दुनियाँ मिडियाहरूमा आफ्नै पार्टीका देखि बाहेक केही हुँदैन, आफ्नो परिवारको देखि बाहेक कसैको प्रशंसा हुँदैन। बसमा हिँडिरहेको यात्रुहरू सबै बसै झरामझुरुम बम लगाएर पड्काएर मारेको, यो मान्छेहरू नाम टिप्दैछ। यो नाम टिपेको मध्ये तपाईँको परिवारको अब मैले प्रधानमन्त्री बन्न पर्छ भन्ने रुचिका साथ अब त्यसको निम्ति मैले गतिविधि गरेको छैन। जनताको निम्ति एकचोटि फेरि मैले तपस्या र बलिदानको कीर्तिमान कायम गरेर जानुपर्छ माथि भन्नेमा छु म। मेरो अरु बारेमा अहिले केही कति मुर्गा बनाउने हो नेपालीहरूलाई? यसले कुन चाहिँ 30 वर्ष चाहिँ अनस्टपेबल लिडरसिप गर्यो यसले? हेर्दै चोर्नी जस्तो थुक्क गरेर थुक्न मन लाग्दैन यिनीहरूको परिवारलाई? एकचोटि तपाईँ राम्रोसँग फेरि पनि पज गरेर सोच्नुहोस्, गाउँमा यिनीहरूको ज्याजती कस्तो थियो, अहिले के भयो देश?